नमस्कार साथीहरु, म हिमाल श्रेष्ठ। आज म तपाईलाई नयाँ फेसबुक एकाउन्ट कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। तपाईले यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिसकेपछि तपाईले पनि सजिलैसँग नयाँ फेसबुक एकाउन्ट बनाउन सक्नुहुनेछ। र लागौँ है त साथीहरु अब मोबाइल स्क्रिनतिर। यसको लागि चाहिँ हामीले फेसबुक ओपन गर्नुपर्ने हुन्छ। मैले फेसबुक ओपन गरिसकेको छु। तल तपाईले देख्न सक्नुहुनेछ क्रेडिट न्यू एकाउन्ट भनेर चाहिँ एकचोटि त्यहाँ क्लिक गर्नुस्। त्यहाँ क्लिक गरिसकेपछि चाहिँ यहाँनिर तपाईले क्रेडिट न्यू एकाउन्ट भनेर चाहिँ एकचोटि त्यहाँ क्लिक गर्ने। त्यसपछि यहाँनिर चाहिँ फर्स्ट नेम म यहाँ ABIN अबिन SHRESTH यसरी राख्ने फर्स्ट नेम र लास्ट नेम। त्यसपछि हामीले चाहिँ यहाँ नेक्स्ट गरिदिने। नेक्स्ट गरिदिसकेपछि हामीले चाहिँ फेसबुक एकाउन्ट बनाउँदाखेरि 18 वर्ष भन्दा माथिको हुनुपर्छ। त्यसपछि यहाँ सेट गरिदिने। सेट गरिदिसकेपछि यहाँ नेक्स्ट भनेर देखाएको छ, नेक्स्ट गरिदिने। नेक्स्ट गरिसकेपछि केटा हो कि केटी, फेमेल अर माले यहाँ चुज गर्ने, म माले। त्यसपछि नेक्स्ट गरिदिने। नेक्स्ट गरिसकेपछि मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। म यहाँ मोबाइल नम्बर राख्दैछु 97 भनेर मेरो नम्बर राखेँ। त्यसपछि यहाँ एउटा पासवर्ड राख्नुपर्ने हुन्छ। त्यो पासवर्ड म एउटा राख्दैछु के यति राखिसकेपछि पासवर्ड राखेपछि यहाँ नेक्स्ट गरिदिने। आई एग्री गरिदिने। त्यसपछि हाम्रो यहाँ फेसबुकमा चाहिँ एउटा कोड आउँछ, त्यो कोड राखिदिने। त्यो कोड मेरो आइसकेको छ 62 कोड राखेर नेक्स्ट गरिदिने। त्यसपछि यहाँ भनेको छ याड योर पिक्चर भनेको छ, एकचोटि यहाँ क्लिक गर्ने। हाम्रो चाहिँ प्रोफाइल फोटो राख्नुपर्ने हुन्छ। त्यसै गरी म यहाँनिर यो मेरो राखिदिन्छु। त्यसपछि यहाँ डन गरिदिने। स्किप गर्न सक्नुहुनेछ। म चाहिँ यहाँ टर्न अन गर्दैछु। त्यसपछि यहाँनिर चाहिँ एड योर फ्रेन्ड भनेको छ, एकचोटि त्यहाँ क्लिक गरिदिने। त्यहाँ क्लिक गरिसकेपछि हाम्रो चाहिँ अहिले फेसबुक चाहिँ नयाँ ओपन भइसक्यो साथीहरु। तपाईहरु पनि यसरी नै फेसबुक बनाउन सक्नुहुनेछ।